दुई सातादेखि आन्दोलन गरिरहेका शिक्षकका केही प्रतिनिधि दृश्यहरू म यहाँ देखाउँछु। फूलका बिरुवा भाँच्न दिएका छैनौं, हामीले दुबो मार्न दिएका छैनौं। शिक्षकले सरकार समक्ष राखेका 22 बुँदे मागहरू विद्यालय शिक्षा ऐनमा समावेश गरिनुपर्ने विषय मध्ये पहिलो अस्थायी प्रकृतिका शिक्षकको माग हो। महासंघले अघि सारेका मागमा अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्ति भरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायी हुँदा पाउने तलब, द्वन्द्वपीडित शिक्षक, संस्थागत विद्यालयका शिक्षक, प्रधानाध्यापकको व्यवस्था, शिक्षण काउन्सिल, विभागीय कारबाहीको विषय, कार्य सम्पादन मूल्याङ्कन, शिक्षक कर्मचारीको सरुवा, पेशा प्रवेशको उमेर हद, विद्यालय व्यवस्थापन समिति, जिल्ला शिक्षाको इकाइ, पद समायोजन, शिक्षकको मर्यादाक्रम, शैक्षिक प्रशासनमा शिक्षकको सहभागिता, अध्ययनमा आर्थिक सहयोग लगायतका प्रमुख माग छन्। यी मागहरू सरकारले सम्बोधन गर्न सक्ला भन्ने गम्भीर विषय अहिले राष्ट्रिय बहसको विषय बनेको छ। द्वन्द्व पीडित शिक्षक 500 जना, राज शिक्षकहरू 41,344, कार्यालय सहयोगी 27,890, विद्यालय सहयोगी 7,178 र बाल शिक्षक 30,488 रहेका छन्।